अन्डा पनि हेलो गाइज, आज चाहिँ हामी ट्याक्क छुट्टीको स्पेसल होइन दिन पारेर ट्याक्क लाएर केटाहरू चाहिँ छुट्टी दियो, केटाहरू पनि थियो, उसको थिएन, ऊ भर्खर आइदियो, उसलाई कुरेर बसेर हामी अघि नै बनाउँथ्यौँ। आज चाहिँ हामीले स्पेसल भनेको त्यस्तो स्पेसल नै होइन, सबैले युज गरिरहने चिज हो, खाइरहने चिज हो। हामीले चाहिँ अन्डा होइन, अन्डा प्लस हामीले चाहिँ यो पिरो चाउचो भन्ने अब यसो ट्राई करेन्ट चाउँछ भनौँ, करेन्ट चाउचो तर लास्ट स्पाइसी छ है फेरि एकदम स्पाइसी छ। करेन्ट भन्दा नाम चाहिँ त्यहाँ बुलेट थियो, बुलेट बुलेट जुन भयो नि स्पाइसी चाहिँ खत्रै छ है फेरि। अब हामी खान्छौँ, ल स्टार्ट गरौँ है केटा। ल है लास्टमा बाँकी रह्यो भने आउनु तपाईँहरू पनि, बाँकी रह्यो भने पछि अर्कोचोटि खाउँला नि। ल सुरु गरेँ है, ल सुरु। ल है मुना ओके छ नि। पिरो छ चाउचाउ चाहिँ स्पाइसी धेरै छ। ल धेरै स्पाइसी छ। मेरो यहाँ पसिना आउन लाग्यो। एक चम्चा आएर पसिना आउनु लाग्यो। ल भोलि के होला थाहा छैन, तर हामीले गुलियोको लागि पिरो हुन्छ भनेर ज्यानको मात्र लगाइहाल्छ होइन। पिरो भएपछि चाक बोल्छ, गाह्रो खानु। यो भनेको अन्डा हो, अन्डा पनि एग दिस इज एग। लोकल कुखुराको हो। खाने तरिका आफ्नो स्टाइल हुन्छ क्या। योपालि चाहिँ अर्ग्यानिक छैन है, आफैले बनायो अन्डा होइन। यसको आफ्नै कडेसाबारीको अन्डा छ फेरि है। प्लिज है प्लिज। कस्तो लाग्यो त? कस्तो लाग्यो? लास्ट पिरो खाना सकिरहेको नि के हो, खाना नसकेर अन्डा खाइरहेको दामी क्या साथीहरूलाई। ऊ हेर्नु मुन्नाको पुरै टाउकोभरि नाकभरि पसिना आइसक्यो। चिकन चाहिँ नचुकेको नि। दामी छ, कस्तो पसिना यार। यसरी खाने कोसिस गर्ने सबैले गाइज, पनि आउँछ क्या यसरी खानु। भिडियोमै भेटघाट गरौँ ल। ल अहिलेलाई यति नै हो। यति नै भनेको सकाम ल पहिला, अर्को भिडियोमा भेटौँ ल। त्यस्तो हुँदैन भाइ, खाइन सकेर अहिले यति लास्ट पिरो भयो। 2 चम्चा खाएर अहिले यति रे खानु पर्यो नि त। साह्रो यार। अब यो भोलि थाहा हुन्छ कतिको पिरो छ। भोलि होइन, भुल्ने होला है। त्यो त कोही कोहीलाई बेलुकै थाहा हुन्छ कि। मैले चाहिँ अब त्यसो गरेर केटाहरू अस्ति नै पानीपुरी अब चटपटी चिज खाइएको थियो नि त। कमेन्ट गर्नु केटाहरू भनेको प्लिज प्लिज है प्लिज भन्न थाल्यो। सँगै उठेर आधा भयो यार। कम्पिटिसन गर्न सकिन्न भनेको केटाहरूले मैले नै बिस्तारै खाइरहेको। कम्पिटिसन गरेर मुन्नाले सक्थ्यो होला चाँडै, लगभग भइसक्यो। म अगाडिबाटै खाइरहेको छु। के भयो रुवा खान्छ यहाँ पिरोले यस्तो पसिना आइरहेको रोयो हो। Alright.
खानु पर्यो पिरोन हुने है होइन महेश मिठो नि चाहियो है एउटा सानो नाइफ हुन्छ नि त्यहाँ बोल्ने यहाँबाट के यहाँबाट त बोल्दै हौ त्यो केटाले आँखाबाट आँसु झार्छ कि भनेर चस्मा लगाएछ दाइले टिकट राजेश दाइले चिन्दैन केटा ठिक छ ती भाइ छ अझै खानालाई गाह्रो भयो लास्ट भन्न सकियो खानु सक्दैन भयो आऊ सब पसिना छोडेर थोरै थोरै थप न आजलाई यति नै भन्दैन प्लिज आजलाई यति भनिदिउँ न यार रे लास्ट भयो यार कहाँ यति नै भयो भिडियो उसले अब सकायो उसले अब यति नै भने त अनि साथी त खत्तम रहेछ यार भन्नु त हजुर आजलाई यति भनिदिउँ भनेर 3 चोटि भनिसक्यो भिडियोले के डिस्टर्ब गरिरहेको छ खानालाई होइन प्लिज नहाल नि त्यो यार टमाटर खाऊ टमाटर खानुपर्छ कि अन्डा अन्डा भन्छ होला एक द्याट इज एक ओके सेक रे रुमाल कहाँ गयो छैन रुमाल रुमाल छैन यार टिस्यु टिस्यु के हो यार विदेश बसेर रुमाल खोजिरह प्लिज है प्लिज भन्नु पर्यो है साथीहरू टिस्यु लिएर कसले मैले भयो त फेरि यति विजय त हुन्छ है गाह्रो छ साथीलाई गाह्रो भइरह अब मलाई झन् भन्नै नपरौँ ओठ पुजे गएर त यस्तो पियानो निस्किरहेको कस्तो यार मेरो बाबुको भानु हुन्छ नि फेरि भिडियो गरेर कम्पनी पुग्न खानु आएन फेरि भाइरल हुन्छ हजुरहरूले साथ सपोर्ट गर्नु होला होइन अब यस्तो भिडियोहरू चाहिँ आइरहन्छ हामीले अब जति सक्दो देखाउने हो अब हामी पनि भाइरल हुनु पऱ्यो क्या हामीलाई 2-4 हजार यसो युट्युबबाट आयो भने कता कता लाउन खाना यहाँ कोठा भाततिर पुग्छ होइन हाम्रो नि अब हाम्रो समस्या टर्छ प्लिज क्या प्लिज भन्न चाहन्छु हाम्रो पनि सपोर्ट गर्नु होला होइन हुनेको त्यसै नै हुने छँदैछ हामी नहुनेलाई पनि सपोर्ट गर्नु पऱ्यो क्या होइन ओहो गाडीबाट भित्र छिरेको छैन यत्रो बाँकी छ खानालाई यहाँ फेरि मेरो शान्त भइरहेछ हामी त शान्त यहाँ भिडियो गराउनुभन्दा अगाडि पनि स्टार्ट भएको थियो भन्न सक्छ खासमा यता पनि पहिले स्टार्ट गरे हो ल अब यो गाँस मात्र छ मेरोमा सक्का साथीले सक्का यार छैन सबको यता है मेरो त अघि नै पुरै प्लेट चकाचक केटाहरू खतरा रहेछ यार हुन त उनीहरू स्पाइसी खाने मान्छे हो नि
खलास That's it, finished. Yeah? होला मैले इङ्ग्लिस अझै है इङ्ग्लिस अहिले जान्छ त यार लास्ट पिरो भयो के खान्छ अब केरा एउटा ओके उठाइ ल्याउ जाऊ केरा छिटो गाडी ल्याउ झिका दिदी दिदैन त्यहाँ होइन फ्रिजमा यता होइन क्या यता हो भने होइन झिकन झिकन माथिल्लो माछा अनुहारमा 12-13 बज्नु लागिसकेको छ ल है अब यसपछि एउटा केरा जान्छ त्यसपछि अलिक पिरो शान्त हुन्छ कि लगाइ थोडो यो आफ्नै गरेसा बारीको छ ल थ्याङ्क यू दोस्त यो नानी मेरो छैन ल मेरो केरा खुवाउँछ क्या तिमीलाई यो होइन यार राम्रै छ कि केही छैन म खुवाउँछु कि अलिक भाइरल होस् न भनेर गफ 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 भन प्लिज है नट अ जोक चिसो है फ्रिजमा निकालेको ल गाइज शान्त भयो अलि अलि शान्त भयो मेरो शान्त के खानु छ अब दुध हामीसँग फेरि अलरेडी पहिल्यै एकदम सिस्टमेटिक तरिकाले टाकटुक 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 टाक ट्याक टुक टाक 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 हुन्छ होइन व्यवस्थित तरिकाले पकाउने क्या ल गाइस ल गाइज आजलाई यति नै। सबैलाई बाई गर बाबा अब आजलाई दिन अर्को नेक्स्ट विक्स कमिङ द भिडियो डोन्ट डु गाइज नेक्स्ट विक कमिङ भिडियो and like फलो एन्ड लाइक सेयर सब्सक्राइब अल गाइज है बाई बाई त्यो मुनि सब्सक्राइब लेखेको हुन्छ त्यो मुनि घन्टी आउँछ घन्टीमा ट्याग ओ घन्टी भन्ने बित्तिकै फेरि प्लिज है घन्टी नभन्नु राजनीति कुरा नलाउँ यहाँ त्यहाँ घन्टी आउँछ घन्टीमा बेल ट्याक्क खिचेपछि सब्सक्राइब हुन्छ टिकटक पनि आउँछ भने टिकटक पनि साथ दिनु होला गाइज आजलाई दिनु बाई बाई जय नेपाल